अलवेज लभ्स यार भन्नु हाम्रो योगेश दाइले ओके स्टोरी लामो जान्छ कि सर्टकटमा भन्यो भने मात्र हो त्यही त धेरै लामो हेल्प हिम हेल्प अब हिम के हेल्प दा के हेल्प भन्छ हजुरले के अलवेज पोजिटिभ छौँ त्यस्तो कुरा त्यस्तो नगरौँ अलवेज पोजिटिभ छौँ दाइको फेरि घरको कुरा होला यताउति कुरा होला होइन घरभित्रको कुरा होला यो कुरा होला ठिक छ म सुनौँला पछि दाइ र म कुरा गरेर कानी गरौँला टिकटक पछि यो लाइभ टिकटक सिकटक हटिसकेपछि के हो कसो हो है सर्टकटमा भन्नु न भन्नुभएको छ ल म सर्टकटमा सुनाइदिन्छु कसैले थाहा नहोला नि त सुनाएछ न सर्टकटमा सर्टकटमा हाम्रो चाहिँ लभ म्यारिज थियो म काठमाडौँ आएपछि फ्रेन्डिकोस आएपछि मैले एक्सेप्ट गरेँ त्यहाँबाट हाम्रो चाहिँ लभ पर्यो हो कि त्यहाँबाट चाहिँ लभ चिन्छ नि पहिले थियो तर त्यस्तो लभ पर्यो अनि त्यसपछि अनि अब त्यस्तो भयो नि त अब उसले चाहिँ अनि अब बिहे गर्ने भन्ने कुरा आयो नि त दुइटैको हाम्रो त इन्टर कास्ट थियो कि बिहे गर्ने भन्ने कुरा आयो अनि बिहे गर्ने भन्ने कुरा आएपछि अनि यताबाट मेरो भाइले चाहिँ टिकट काटिदियो कि रश्मिको अनि रश्मिको टिकट काटिदिएपछि अनि रश्मि एयरपोर्ट आयो म एयरपोर्ट लिन गयो अनि त्यसपछि लिन गयो रश्मि ऊ चाहिँ एसी दिएर आएको थियो कि अनि एसी दिएर धेरै पहिलाको कुरा हो 4-5 वर्ष त्यहाँबाट एसी दिएर आयो अनि यहाँ आएर 11-12 पढायो मैले काठमाडौँमै पढेँ दुइटै म पनि पढिरहेको थिएँ त्यतिखेर म ब्याचलर पढ्थेँ त्यतिखेर अनि पढ्यो दुइटैले पढेपछि उसलाई अब अमेरिका पठाइयो नि त पछि अस्ट्रेलिया र अमेरिकाको तयारी गरिरहेको थिएँ अनि उता भिसा लाग्यो उसको अमेरिकाको अनि अमेरिका पठाइयो अनि अमेरिका पठाएपछि अब पहिला सुरुमा चाहिँ राम्रै थियो हाम्रो कुराकानी हुन्थ्यो मजाले फोन फान हुने सानो कुरामा अनि उसले सानो कुरा नि उसले चाहिँ सुनाउने भन्थ्यो सबै कुरा सेयर गर्थ्यो जे पनि बुढाबुढी भइसक्यो भने त सबै कुरा सेयर हुन्छ नि त अब अब त्यो सुनाउँथ्यो अनि त्यसपछि डिभोर्स पाऊँ भनेर मुद्दा हालेको छ अमेरिकाबाट मान्छे कन्ट्याक्टमा छैन फेरि मान्छे कन्ट्याक्टमा छैन अनि उताबाट मुद्दा हालेको छ अनि ठिकै हो अब उसले जे गर्यो म माथि एकदमै नराम्रो हो यो चाहिँ होइन तर मान्छेले यसरी 4 वर्षको माया प्रेम जो बिहे गरेर यत्रो 4 वर्षसँगै बसेको यत्रो सँगै साथ सपोर्ट दिएको उसले चाहिँ एकैछिनमा बिर्स्यो नि त सबै कुरा अनि चटक्कै बिर्सेर अहिले चाहिँ उसलाई डिभोर्स र अंश चाहियो भनेर मुद्दा हालेका छन् बाउ छोरीले अनि त्यही त्यसमै छ केसमा छ अहिले चाहिँ अब डिभोर्स चाहिँ भएको छैन हामीहरूको चाँडै सब पुरा मिलजुल भइजाओस् दाजु यार त्यही भन्न चाहन्छु अब आफ्नै उता ठाउँका मान्छेको आफ्नै यताका मान्छेको त जे कुरा छ जे यताउति भइरहेको छ सब कुरा अवस्था यार त्यही प्रे गर्छु म चाहिँ यार भगवान्सँग यस्तो नहोस् यार कसैसँग पनि कसैको पनि यस्तो नहोस् त्यही यार मतलब यार यो यस्ता अलवेज उसले चाहिँ जे म माथि गर्यो नि त मैले चाहिँ उसलाई आफ्नो तर्फबाट सबै 100% नै दिएको थिएँ उसलाई मैले कहिले पनि केही कुराको पनि कमी हुन दिएको थिएन क्या उसलाई आफूले जे सक्यो आफूसँग जे थियो सबै कुरा दिएको थियो हुँदै पनि उसले आज जुन उसले म माथि विश्वासघात गर्यो होइन जुन म माथि यस्तो बाटो मोडेर गयो यसरी डिभोर्स त गर्यो यस्तो तरिकाले डिभोर्स गर्यो कि उसले चाहिँ मान्छे नै नभेटिने गरी डिभोर्स गर्यो नि त यो चाहिँ मलाई अत्यन्तै गाह्रो भयो तर उसले अंश त पाउला होइन तर माया भन्ने कुरा पाउँदैन कि कहिले पनि बहुत निको कुरा गरे त यार बहुत निको कुरा गरे मान्छेले आफूसँग जे छ त्यसलाई त बेटर बनाउने भयो अब मान्छेले बिहे गरिसक्यो भने बेटर अप्सन खोज्दै गयो भने कसरी हुन्छ त अनि त्यो त बिग्रिहाल्छ सबैको त्यस्तै हो उसले मलाई अहिले जुन अवस्थामा उसले जुन पुर्यायो नि मलाई र मेरो घर परिवारलाई
यत्रो पैसा लगानी सबै लगाएर पुरै घर धितो राखेर ऊ सुनहरू मम्मीको कानको घाँटीको सुनहरू जुन ब्याङ्कमा राखेर उसलाई पठाएको थिएँ, जुन अहिले उसले विश्वासघात गर्यो नि, उसलाई पनि कुनै दिन मेरो जस्तै नहोस् कि मेरो जस्तै अवस्थामा पुग्नु नपरोस्, त्यही हो। बहुत दुःख लाग्यो यार तपाईँको कुरा सुनेर त यार। मलाई चाहिँ यो गर्नु नहुने थियो, अब उसले यस्तो कुरा। अहिले कहाँ बस्नुहुन्छ दाइ हजुर? म अहिले काठमाडौँ। काठमाडौँले बस्नुहुन्छ? कहाँलाई? खानकोट। ए म के सब तपाईँले भिडियो सिडियो हालेको छ सब यताउति छ, यसो हेरौँला यार अहिले। एकदम माया छ दा, एकदमै माया छ हाम्रो साइडबाट है। हाम्रो साइडबाट त्यस्तो पनि के पनि छैन, चाँडै सब कुरा ठिक होस्, चाँडै डिप्रेस यताउति के लेखिरहेका छन् सबजना। ओके, राम्रोसँग बस्नु दा। पहिले थियो, अहिले चाहिँ ठिक छु म। ठिक छ, अब ठिक भइजाने हो सबजना, सब कुरा राम्रोसँग बस्या ल। ओके छ दा, निकरी बस्या दा, म जान्छु अहिले ल। डोन्ट वरी यार, डोन्ट वरी।